यदि हजुरहरूको घरमा चाहिँ सुख शान्ति छैन, कसैको आँखा लागेको छ भने चाहिँ यो दिदीले भनेको कुरा ध्यान दिएर सुन्नुहोस्। नुनको चमत्कार यो चाहिँ हजुरहरूले कहाँ राख्ने त म्याम भन्नुहुन्छ ल, मुख्य द्वार जहाँबाट हजुर चाहिँ छिर्नुहुन्छ त्यसमा चाहिँ यसरी राखिदिनुहोस्। राति सबैजना आउने जाने भइसकेपछि मुख्य द्वारमा यसरी हजुरले राखिदिने। अनि अब हजुरले यति गर्नुभयो है। यो गरिसकेपछि एउटा लेमनलाई काटेर रेडी गर्नुहोस्। कागती आदि राखेपछि हजुरले एउटा सिसाको कप या त कचौरा जेमा पनि राख्न सक्नुहुन्छ। हजुरहरूलाई थाहा छैन होला, तपाईहरुलाई छिटो भन्दा छिटो घरमा कसैको बिहाहरू रुकेको छ, शुभ सञ्चारहरू आएको छैन, कोही विदेश जान खोजिरहेछ भएको छैन, घरमा कसैको पनि केही कुरामा पनि शुभ भनेको चाहिँ हजुरले सुन्नै पाएको छैन, कुनै पनि गुड न्युजै आएको छैन, सबै रुकिएको छ है। कोहीबाट पैसा आउनु पर्ने नि आएको छैन, कसैको बिहा हुने पनि भएको छैन, कोही विदेश जान लाग्छ भिजा भएको छैन, कसैलाई प्रब्लम भइरहेछ, कोही बिमारी भइरहेछ। ल कसरी जिउँदैन, ल हेर्नुहोस् कागती काटेर हजुरले सिसाको यसरी राख्नुहोस्। त्यसपछि हजुरले चाहिँ नुन चाहिँ कपभरि भरिदिनुहोस्। अब हजुरले जसरी मैले अघि त्यहाँ गरेको देख्नु भएको थियो त्यसरी नै त्यसको साइडमा यो कपलाई पनि रातभरि राखेपछि भोलिपल्ट बिहान भएपछि हजुर आएर यसलाई नुनलाई लगेर हजुरले फ्लस गर्ने, यो कागतीलाई लगेर बाहिरतिर कतै फाल्दिने। हजुरको घरमा अबन्डेन्सहरू रुकेको, कसैको बिहा नभएको, हजुरहरूको भिजा नलागेको, सबै किसिमको प्रब्लमहरू हजुरको सल्भ हुँदै हजुरको रुकेको पैसाहरू आउँदै सबै हुँदै जान्छ। एकचोटिले भएन नै 3-4 चोटिसम्म गर्न सक्नुहुन्छ।